ओम नमः शिवाय 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 ओम। आज मिति 2083 साल 1 महीना 31 गते। आज चाहे मेरो स्टोरी बुझनुस अथवा टॉपिक बुझनुस। टॉपिक हो वार्षिक बजट को बारे में आज से बोली रहे को है ना। वार्षिक बजट को बारे में मेरो जिला हो सप्तरी राज विराज बाटा आइले राज विराज बाटा आइले मैं बोली रहे को छूँ सप्तरी जिला। समय भय को 7 बजे 10 मिनट। हम वीडियो में सधे चाहिए हम वीडियो बनाऊ छूँ। हम वीडियो सबभन्दा पहिला मैं वार्षिक बजट मेरो स्टोरी चाहे वार्षिक बजट हो है ना। तपाईहरु चाहे राम्रोसँग बुझ्नुस्। मेरो वार्षिक बजट अब भनेको हाम्रो गाउँ घरमा राजनीतिक पोलिटिक गर्ने मानिसलाई कर्मचारीहरूलाई थाहा हुन्छ वार्षिक बजट भनेको के हो। तर गाउँले मान्छेहरूको समाजमा त्यति चाहिँ बुझेको छैन वार्षिक। मैं यसको चाहिँ सबभन्दा पहिला वार्षिक बजेट वर्षभरि को 12 महीना को बजेट हुन्छ। जस्तै कसरी हुन्छ त वार्षिक बजेट 2083-84 को आर्थिक बजेट हुन्छ। आर्थिक माना हुन्छ रुपैयाँ पैसा त्यसको बजेट। अब कृषि तर्फ कति, शिक्षा तर्फ कति, यातायात तर्फ कति, विद्युत तर्फ कति, खाने पानी संबंधी कति, कृषि संबंध में कति त्यो तर्फ र वृद्धा बूढ़ा है ना। वृद्धा भनेको बूढ़, वृद्धा भनेको बुढ़ा को पेंशन हुन्छ कि हुँदैन त्यसको। तर यो चाहिँ साल भरमा एकैचोटि आउँछ वृद्धा पेंशन। कर्मचारीहरूको तलबहरू पनि एकैचोटि आउँछ सालभरिको। तर टुक्रा टुक्रा गर्दै त्रैमासिक दिन्छ। पहिला हामीहरूको चौमासिक थियो, अहिले त्रैमासिक बनाइदियो हैन हरेक विभागमा। त्यसपछि निजामती कर्मचारीहरूको के हुन्छ महिनावारी महिना महिनामा दिने थियो। हामीहरूको शिक्षातर्फमा शिक्षकहरूको चाहिँ चौमासिक हुँदै थियो। त्यसपछि बिस्तारै त्रैमासिक भयो। अब बुढ़ा हैन बुढ़ाहरूको वृद्धा जसलाई भन्नुहुन्छ वृद्धा पेन्सन उनीहरूको पैसा एकैचोटि आउँछ। तर यो विडम्बनाको कारणले विडम्बना के हो, यो गाउँपालिका सङ्घपालिका चाहिँ के गर्छ उनीहरूलाई बुढा बुढीहरूलाई धेरै दिनसम्म के हुन्छ परेशान गर्नुहुन्छ। पैसा आएको छैन, यो आएको छैन, पैसा छैन, अब माग गर्नुपर्छ, यो गर्नुपर्छ। सधैँ बुढाबुढी आफ्नो चाहिँ लोरो लिएर टेकेर आउँछ पैसा दिनुहोस् के भयो आएको अहिले आएको छैन, यो गरेको छ। आजको कुरोको म गर्दिनँ, जहिलेदेखि यो गाउँपालिका लागू गर्नु त्यसलेदेखि यो परेशान गराएको छ। तर यति यो कुरा वार्षिक बजेट को 12 महीना को बजेट हुन्छ। आर्थिक माना रुपैयाँ पैसा के साल भर में कति खर्चा हुन्छ हाम्रो देशमा साल भर में। कर्मचारी तर्फ कति हुन्छ, कृषि तर्फ कति हुन्छ, यातायात तर्फ कति हुन्छ हैन, विद्युत तर्फ कति हुन्छ। त्यो विविध प्रकारका के हुन्छ बजेटहरू हुन्छ, धेरै प्रकारका बजेटहरू हुन्छ। तर श्री सामान्य प्रधानमन्त्री बालनज्यू श्री सामान्य प्रधानमन्त्री बालनज्यूलाई म भन्न चाहन्छु तपाईँ चाहिँ हिजोदेखि तपाईको सदन अब हेर्नुहोस् तपाईको चाहिँ उमेर अब चाहिँ मैले चाहिँ के भनौँ तपाईको 36 वर्ष हैन 36 वर्ष होला, 36 वर्ष कम छैन। तपाईँ इन्जिनियर पढेको छ, तपाईँ हैन इन्जिनियर पढेर आउनु भएको छ। त्यसपछि मेयरमा काम गर्नु भएको छ तपाईले। अब तपाईको चाहिँ के कति अनुभव छ यो भन्दा अगाडिको पुरानो नेताहरू न राजनीतिक। अब चाहिँ तपाई यो आज चाहिँ सामान्य प्रधानमन्त्री ज्यू सुन्नुहोस्
राजनीति जसलाई आउँछ राजनीति भनेको के हो जस नेताले जुन नेताले बुझेको छ त्यो नेता कहिले फेलवर हुन सक्दैन त्यो असली राजनीति तर असली राजनीति हुँदैन यदि तपाईलाई प्रधानमन्त्रीज्यू यदि तपाईलाई जनतालाई सही कुरा बताउनुहुन्छ यदि त तपाईहरु के गर्नुपर्छ तपाईको युवकहरु छ बहुमत पनि छ कि छैन जनताले बनाएको तर तपाईहरुले यदि जनताको कुरालाई राम्रोसँग हेर्नु भएन भने पुरानै नेताको खालमा जानुहुन्छ भने पुरानै नेताहरुको खालमा त के हुन्छ फेरि त्यही यो परिवर्तन हुँदैन परिवर्तनको पनि अर्थ मैले धेरै चोटी भनिसकेका छु परिवर्तनको अर्थ हुन्छ बढ्नु घट्नु तर यसमा म जान्न न यो नेताहरु राजनीति जुन नेताले जानेको छ उले राजनीतिको बारेमा त संविधान राम्रोसँग बन्छ अब किन भन्दा भन्दै मलाई भिडियो धेरै लामो भइरहेछ पोस्टिङमा चाहिँ धेरै अप्ठ्यारो हुन्छ हाम्रो मोबाइलमा धेरै अप्ठ्यारो हुन्छ मोबाइलमा अब चाहिँ यो भिडियो बनाउँदा मलाई चाहिँ के भनौं कति भनौं मसँग धेरै कुरा तर यो भिडियो धेरै लामो भयो त्यसै कारणले अब चाहिँ सानोतिनो छोटो बनाएर एउटा कुरा गरेर गर्छु तर एउटा कुराको मलाई लाग्छ कि यो विस्तारित रूपमा भनौं तर हुँदैन यो भिडियोमा यो प्रवचन जस्तै हिजोरी हो त तपाई पुरानो खालको नेताहरुको खालमा यदि जानुहुन्छ भने त त्यही फेरि देशको हालत त्यही हुन्छ प्रधानमन्त्रीज्यू यदि तपाईले सही कुरा यदि तपाईले अवलोकन गर्नुभयो अनुभव गर्नुभएको छ के कति यो त तपाईको कुरा हो मेरो कुरा त होइन तपाईले के कति चाहिँ अनुभव गर्नुभएको छ पुरानो नेताको अनुभव कति गर्नुभयो यो हाम्रो देश नेपालमा जनताहरुले के कति गरेका छन् भने आफ्नो यो भन्दा पहिलाको नेताहरु कर्मचारीहरुको तलब नबढाइकन आज 5 वर्षसम्म भइसक्यो 5 वर्षसम्म कर्मचारीहरुको तलब बढाउन नबढाइकन आफ्नो बैंक बैलेन्स गर्ने कर्मचारी नेताहरुको पैसा थियो तर कर्मचारीको बैलेन्स हैन वृद्धि गर्न पैसा थिएन यो देशमा तब चाहिँ यो घटा भयो सुनाउनु भयो अब चाहिँ कति के गर्नु धेरै लामो भएछ मलाई चाहिँ सानो हैन ठुलोदेखि सानोलाई म सबै कुरा यताउति गरेर टुक्रा गरेर म भन्न मन लाग्छ मलाई तर के गरौँ भिडियो धेरै लामो भइहाल्छ यो भन्दा मलाई चाहिँ यो यतिले मलाई पुग्दैन यति भनेर मलाई पुग्दैन महसुस छ त तपाईले यो चाहिँ अवलोकन तपाईको जति छ सांसदहरु न यो राजनीतिका नेताहरु कतिले सांसद उपसभामुख भनेको केलाई भनिन्छ उपसभामुख सभामुख केलाई भनिन्छ संसद भनेको के हो यो पनि जनताहरुलाई थाहा छैन तपाईलाई प्रधानमन्त्रीज्यू चुनेर मैले अघि चुनावको बेलामा दिएको थियो मोटामोटी चुनावको अर्थ के हुन्छ त्यो बारेमा मैले तर मेरो भिडियो चाहिँ हेर्दिन न लाइक गर्छ राम्रो भिडियोलाई चाहिँ फालिदिन्छ यो हेर्दैन यो भिडियोले के मेरो भिडियो यदि हेर्दाखेरि उले जीवन राम्रोसँग बिताउन सक्छ म यो गौरवका साथ भन्छु यदि कसैले यो मेरो भिडियोलाई प्रोफाइल हेरेर सबै भिडियो हेर्दाखेरि उसको जीवन के हुन्छ परिवर्तन हुन्छ तर त्यो गर्दिन उले त पैसा चाहियो पैसा के नाच गान 10 लाख 20 लाख बनाउन छ लाग्छ त ठीक छ यो छ त प्रधानमन्त्रीज्यू आफ्नो तपाईको पार्टीमा जति छ रसपामा हैन त्यो तपाई उसको मन बुझ्नु त्यसको मन बुझेर प्रधानमन्त्रीज्यू तपाईले यसको मन अब तपाई जस्तो उले चाहिँ बुझ्न सक्दैन कि प्रधानमन्त्रीज्यूको के छ मन तर तपाईले यो पनि म भन्छु आफ्नो मनको कुरा आफ्नो साथीलाई हकीकत कुरा नबताउनु तपाईले के गर्ने विचार छ त्यो आफ्नो सलाहकारसँग त्यो अनुमान छ कि छैन अभ्यास छ कि छैन उलाई सोध्नु तर आफ्नो साथीलाई यो चाहिँ तपाईको मनमा लागेको कुरा कि मलाई यो मन लाग्छ गर्न त्यो नभन्नु यो कसैले आजसम्म भनेको छैन शपथ ग्रहण त लिन्छ म यो गर्छु तर सबै फकटिया कुरा हुन्छ
तो प्रधानमंत्री जी वार्षिक बजट को बारे में मैले बनाएको थिएँ, तर मेरो चाहिँ अब भिडियो धेरै लामो हुन्छ। ल समाप्त गर्छु। धन्यवाद।